आजको दिन पनि चिया चुस्की गर्दै जाने भो। चिया घित्न बाहेक अरू कुरा गर्न त आउनु नि पर्यो नि तँलाई। ऊ चाहिँ पत्रिका पढे जस्तो गरेर जिन्दगीमा के नगरी भन्ठान्दो रहेछ साला। तँ जस्तो गवारलाई के त पत्रिकाको फाइदा। हुन त हो यार, पत्रिकाको फाइदा धेरै छ। भन्दैन त यसलाई। अब होटलतिर समोसा प्याक गर्नु पर्यो भने पत्रिकै चाहिन्छ। चटपटे खानु ठेलातिर गयो भने नि पत्रिकामै दिन्छ। अब कहिलेकाहीँ घरमा पानीको सर्टेज भयो भने नि पत्रिकाले नै काम चलाउनु पर्छ। त्यही त हो नि फाइदा। सब गँवार छन् यहाँ। जो चाहिँ 8 कक्षामा 8 चोटि फेल भयो होला ऊ चाहिँ विद्वान। के न आफूलाई पढे लेखा सम्झिनेले त कोरोनाको औषधि बनाएर देखाउनु नि, अनि पो मान्छौँ त हामीले, होइन? त्यही भने तिमीहरूलाई त थाहा छैन होला कि मेरो ब्याङ्क अकाउन्टमा कति धेरै पैसा छ। अब जति धेरै पैसा भयो नि तैँले खानी भने भातै हो, अग्नि गुनै हो, के फुर्ती लाउँछस् र? यसले गु खाएर भात अग्छ होला नि त दाई। अरे ओ ढिँडोको लिड, पिज्जा बर्गरको नाम सुनिसस् कहिल्यै? ढिँडो नि पिठोबाटै बनाउँछन्, पिज्जा नि पिठोबाटै बनाउँछन्। कहिले त लन्डनको रोडमा हिँडिसस्, फ्री वाइफाई हुन्छ त्यहाँ। कहिल्यै त रत्न पार्कको रोडमा हिँडिसस्, फ्री धुलो हुन्छ त्यहाँ। क्यापचिनो कफी खाइछस् कहिल्यै? त्यस्ता जाँठा क्यापचिनो भन्दा त गोप्ते दाईको पसलको गुपचिनो चिया नै मिठो छ। अलि बढी नि नबोल्न भाइ। राइमिङ मिलाएर भन्ने नि त दाई। आउँदिन म घरैले, यहाँ 3टा कुकुर भुक्दैछन्, त्यही सुनेर बसिरहेको छु। अरे ओ रातो टी सर्ट, हामीलाई त भने होइन नि। तेरो बाउ होला रातो टी सर्ट, नाम थाहा छैन अनि के भनेर बोलाउनु त? दाई भन्न सक्दैनस्? आफ्नै बाउलाई त अहिलेसम्म दाई भने छैन मैले, तँ जाँठोलाई चाहिँ किन भन्नु नि? कति कराइरहे भने म यहाँ 3टा कुकुर भुकिरा ठाउँमा छु भनी त। एउटा कुकुर बाउलाको रहेछ भर्खर थाहा भयो। अब फोन राख। यो मुलाले त हामीलाई नै भने जस्तो छ त। हो ठिक भनिस्। ओ रातो टी सर्ट, भन् बाँदर मुखे। तैँले कसलाई कुकुर भने? तँलाई भने के गर्छस्? तँलाई थाहा छ मेरो बाउ केपी ओलीको लेफ्ट ह्यान्ड हो। त्यसो भए ओलीको गु पनि तेरे बाउले धोइदिन्छ होला नि, होइन? सोमबारको दिन कसैमाथि हात उठाउँदिन र मात्र हो, नत्र तेरो कानो खेलेर चाकमा टाल्दिन्थे। तर आज त मङ्गलबार हो। मङ्गलबार पनि त्यही रुल हो। हप्ताभर नै त्यही रुल होला नि, होइन? बढी नबोल, तेरो नाम पनि कुकुरको लिस्टमा रहेछ यसले। त्यसले हाम्रो नाम कुकुरको लिस्टमा राखेछ, हामी चाहिँ त्यसको नाम कुकुर्नीको लिस्टमा राखिदिउँ न। वार्ता नबोल, नत्र तिमीहरू 3जनालाई उठाएर 3तिर फाल्न नपरोस् नि। अरे ओ आफूलाई बाघ सम्झिने बिरालो, हामी कुनै खेलौना बल होइन जसलाई तैँले फुत्त उचालेर फुत्त फाल्छस्। तागत चाहिन्छ, तागत। तँलाई थाहा छैन होला भाइ, म WWE मा गएर जोन सिनालाई पछारेर आएको मान्छे हो। जोन सिनाको कट्टु पछार्न सक्दैन होला, धाक दिन्छ। तँलाई त म भोलि आएर हेर्छु पख्न। डराएर गए जस्तो छ। अब म पनि घर जानु पर्यो यार, भोलि मोबाइल किन्न जानु छ। ल दाई पछि भेटौँला। बाई बाई सी यू भन्न सक्दैनस्? पछि भेटौँला अरे। तँ जस्तो खैरेको पिउसो होइन म, शुद्ध नेपाली बोल्छु, बस्छु। त्यही भएर त तँलाई मैले गँवार भने।